जसरी सबै नेता उस्तै भनिया छ त्यो कुरा पनि गलत छ भन्ने मेरो भनाइ छ। मेरो त गहिरो आरोप छ यसमा। मानिसहरूले यसो किन भन्छन्? मैले पछिल्लो चाहिँ पहिलो पटक प्रधानमन्त्री हुँदा तपाईको चाहिँ भौतिक पूर्वाधारको क्षेत्रमा एउटा रिभोल्युसनरी प्रस्ताव मैले राखेको हो। मध्य पहाडी लोकमार्ग, उत्तर दक्षिण कोरिडोर। अहिले जुन त्यही लाइनमा चिजहरू अगाडि बढेको छ। दोस्रो पटक तपाईको चाहिँ लोड सेडिङको अन्त्यदेखि संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाको नेतृत्व मैले गरेँ। तेस्रो पटक सुशासन, सामाजिक न्याय र समृद्धि भनेर भ्रष्टाचारका विरुद्ध यत्रो अभियान चलाउने पनि उस्तै, भ्रष्टाचारीलाई बचाउनको लागि सम्पूर्ण चिज गर्ने पनि उस्तै भन्ने भाष्य जो बनाइएको छ, यो चाहिँ अब मैले अब त्यो परेको छ मान्छेलाई। त्यो धेरैले भन्ने गरेका छन्, नेता तन्त्र भन्ने गरेका छन्, तीनटा नेता भन्ने गरेका छन्। यो नै वैज्ञानिक छैन यो भनाइ। कुन नेताले कति राम्रो कति नराम्रो हरेकको अलग अलग छानबिन हुनु पर्यो। कोही पनि चाहिँ गम्भीर चाहिँ नागरिकले या बुद्धिजीवीले या कसैले राजनीतिज्ञले त हरेकको गुणदोषको आधारमा गर्नुपर्ने ठाउँ सबैलाई एउटै डालामा हालेको छ अनि एउटै हाँडीमा हालेर भुटिया जस्तो गरी भुट्न खोज्ने, यो नै अवैज्ञानिक छ। त्यस्तो होइन। पृष्ठभूमि हेर्नुहुन्छ भने पनि हामीले देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायमा जागरण ल्याउन त्यत्रो ठुलो आन्दोलन गर्यौं। त्यसले एउटा युगान्तकारी परिवर्तन ल्यायो। सबै उस्तै हुन्छ, सबैले उस्तै गरी ल्यायो हो त। अहिलेको कुरा गर्दा पनि पहिलो, दोस्रो, तेस्रो कालमा ऐतिहासिक रिकर्ड बनाउने सरकार पनि उस्तै, अनि त्यो रिकर्ड भत्काउने पनि उस्तै। यो ठिक छैन। र अन्तिममा अहिले चारैतिर आन्दोलनको माहौल बन्दैछ कमरेडहरू र साथीहरू, चारैतिर। आज मात्रै चाहिँ तपाईहरुले हामीले अस्तिदेखि शिक्षकहरू हजारौंको संख्यामा आन्दोलनमा छन् र शिक्षकसँग हाम्रै नेतृत्वको सरकार हुँदा सहमति गरिएको थियो। संविधान ऐन निर्माण गरेर शिक्षक कर्मचारीका समस्या हल गरिन्छ भनेर 5 बुँदे सहमति त्यति बेला हाम्रो नेतृत्वको सरकारले गरेको थियो र त्यही अनुसार हामीले धेरै मेहनत गरेर विद्यालय शिक्षा विधेयक चाहिँ सदनमा पुर्याएको हामीले नै हो र त्यसमा आवश्यक संशोधन भनेको जसरी शिक्षकहरूसँग चाहिँ सहमति भएको छ। किनभने झन्डै 1 लाख शिक्षकहरू माइती घर मण्डलादेखि आईसीसी सम्म जो केन्द्रित भयो, त्यो अभूतपूर्व शिक्षकहरूको संघर्ष थियो, पहल कदमी थियो। त्यही शिक्षक साथीहरूसँग हामीले सहमति सम्झौता गर्यौं। यद्यपि त्यति बेला म बाहिर थिएँ, नारायण काजी, पूर्णबहादुर खड्का लगायतलाई मैले जसरी पनि सहमति गर्नुपर्छ शिक्षकहरूको र शिक्षकहरूका जायज माग हामीले पूरा गर्नै पर्छ भनेपछि सहमति भएको थियो र अहिले सहमति अनुसार ऐन चाहिँ समितिमा छलफल थियो, उपसमितिसँग पुगेको छ। म यो सरकारलाई, हुन त यहाँ मिडिया भएन, आज चाहिँ मिडिया नै भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो मलाई। तैपनि यो बाहिर पुर्याउनु होला। म के भन्न चाहन्छु भने हिजो यो सरकार कति उल्टो काम गर्छ भन्ने कुराको एउटा प्रमाण, जति बेला छिटोभन्दा छिटो संसदको अधिवेशन बोलाएर चाहिँ विधेयकहरू चाहिँ प्रक्रियामा लानु पर्थ्यो, 6 दिन अगाडि 6 वटा चाहिँ अध्यादेश ल्याउँछ उल्टो, पुरै उल्टो। अधिवेशन बोलाउनु पर्नेमा अधिवेशन धकेलेर अध्यादेश ल्याउने अलोकतान्त्रिक निरङ्कुश काम गर्यो। अहिले हतार सदन अन्त गर्न परेकै थिएन। त्यो शिक्षकको विधेयकमाथि छलफल टुङ्ग्याएर तुरुन्तै छोटो बाटो गरेर त्यसलाई पारित गरेर शिक्षकका माग पूरा गर्न सकिन्थ्यो। हिजै सहमति भइसकेको कुरा छ भने अहिले चाहिँ हतार सदन अन्त्य गर्यो र अब शिक्षकहरूलाई सडकमा आउन बाध्य पार्यो। शिक्षकहरू आज सडकमा छन्। म शिक्षक साथीहरूलाई बधाई भन्न चाहन्छु। तपाईहरुले हामी छोड्दैनौं भन्नुभएको छ। म तपाईहरुलाई भन्न चाहन्छु, जबसम्म तपाईहरुको माग पूरा हुँदैन तपाईहरुले नछोड्नुहोस्। कहिले सिटी बजाउनुहोस्, कहिले के गर्नुपर्छ गर्नुहोस्, हामी तपाईको साथमा छौं। मैले अहिले प्रतिपक्षी दलहरूसँग सबैसँग कुरा गर्न त भ्याएको छैन। मैले अहिले यहीबाट घोषणा गर्न त सक्दिनँ, तर प्रतिपक्षको बैठक बसेर शिक्षकहरूको निम्ति जरुरी पर्यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्ने कुरा हामी अगाडि बढ्छौं। म प्रतिपक्षसँग आजैदेखि छलफल गर्ने मेरो विचार छ।
शिक्षकहरूलाई यति धेरै सताउने काम सरकारले नगरोस्, यसको परिणाम धेरै ठुलो हुन सक्छ। अहिले प्रतिगामीले टाउको उठाउन खोज्नुको पछाडिको एउटा र मुख्य कारण एमाले नेतृत्वको कांग्रेस समेतको गठबन्धन सरकारले भ्रष्टाचारीहरूको पक्षमा लिएका गतिविधिहरू, काम कारबाही र निर्णयहरू राम्रो काम गर्ने जतिलाई लखेट्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने, आफ्ना जतिसुकै भ्रष्ट भए पनि तिनको रक्षा गर्ने, अरूका जतिसुकै राम्रा भए पनि तिनलाई लखेट्ने जो तरिका अपनाएको छ यो सरकारले, र अनि हामीले सुशासन र सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा काम गर्दा गर्दै दलाल, बिचौलिया र नोकरशाहहरूको भरमा हामीलाई विस्थापित गर्ने जो षड्यन्त्र, गैर लोकतान्त्रिक, असंवैधानिक, अपारदर्शी गतिविधि गरे, त्यसप्रति जनतामा निकै ठुलो आक्रोश छ। त्यो कारणले त्यही बेलामा धमिलो पानीमा माछा मार्ने ढङ्गले तथाकथित राजावादीहरू प्रतिगमनकारी चाहिँ क्रियाकलाप बढाएका हुन्। त्यसकारण हामीले फेरि यो सरकारप्रति नरम हुने गरिकन यसले गरेको ज्यादती, यसले गरेको भ्रष्टाचारी गतिविधिका विरुद्ध चाहिँ हाम्रो आन्दोलन चाहिँ कम चाहिँ हुन हुँदैन। कहिलेकाहीँ के हुने गरेको छ भने हामीले प्रतिगामीको विरोध गर्दा चाहिँ यो सरकार जो भ्रष्टाचारीको रक्षक छ, जो कुशासनको चाहिँ प्रतीक बन्न गएको छ, त्यसलाई राहत मिले जस्तो देखिया छ। विगत अस्ति चाहिँ उनीहरूले के ठान्यो भने हो हामीलाई अब त खास गरी केपी ओलीलाई जसका विरुद्ध हामी संघर्ष केन्द्रित गर्दै थियौं, त्यो दिन राजावादीले गरेको वितण्डाको पनि विरोध गर्नै पर्ने भयो। त्यो वितण्डाको विरोध गर्दा उसलाई राहत भए जस्तो भएको छ। उसलाई राहत दिने, किनकि यसको कारकै यही सरकार हो। यो जनविरोधी सरकारकै कारणले प्रतिगामीले टाउको उठाउने मौका पाएका हुन्। त्यसकारण यसका विरुद्ध नरम हुने भन्ने कुरा हुँदैन।